चाहिँ फाइनली हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल दिपक धानु ब्लग। सो आजको डे चाहिँ हाम्रो 365 डेको डे 17 हो। सो आजको च्यालेन्जहरू यस्तै छ होइन। फेरि पनि आइसकेँ म हजुरहरूको माझमा नयाँ च्यालेन्ज र नयाँ दिनको सुरुवात गर्दै। आजको भिडियोमा के हुन्छ कि कस्तो हुन्छ, सो लास्टमा बनेर साथ दिनु होला। लेट्स गो। सो गाइस फाइनली म चाहिँ रुममा आइसकेँ। रुममा आएर चाहिँ के गरिरहेको छु भने यहाँ हेर्नु अन्डा बोइल गरिरहेको छु। मैले आज 5-7 खाएन अन्डा बोइल गरेर अन्डा खाएर फेरि ड्युटी जानुपर्ने हुन्छ। सो मैले ड्युटीमा छु अहिले चाहिँ। ऊ चाहिँ मेरो टोकी भने होइन यस्तै छ। हिजो रुमसुम क्लिन हाने थिएँ, मस्तवाला तल सबै हटाएको थिएँ। सो गाइस फाइनली मेरो ड्युटी चाहिँ सकियो। सो फाइनली म चाहिँ हातमुख धुन आइसकेँ। हातमुख धोएर अब चाहिँ जिम जानुपर्ने हुन्छ। जिममा चाहिँ आज चाहिँ शरीर चाहिँ जस्तो थके पनि जिम जानु चाहिँ मजै आउँछ के, त्यही भएर। सो अब चाहिँ म हातमुख धुन्छु, हातमुख धोएर फेरि जिम जानु रेडी हुन्छु। मेरो गाडी पनि आउँछ आज चाहिँ। आज चाहिँ हाम्रो चेस्ट छ, चेस्टको वर्कआउट। सो अगाडि पब्लिक पसिदिनेछु। सो म चाहिँ अहिलेबाट ड्युटी आएर हातमुख धुन लाग्छु। आज नुहाउने, पछि आएर नुहाइन्छ जिमबाट, किनकि पुरै शरीरमा पसिना हुन्छ नि त, त्यही भएर पछि आएर नुहाइन्छ। सो यस्तै छ। अहिले चाहिँ हातमुख धुन्छ अनि फेरि आज चाहिँ घाम लागेछ क्या फेरि बाबा। हामी चाहिँ फाइनली लागिसक्यो। हाम्रो गाडी चाहिँ उता छ, त्यो जान्छ कि जान्न आज जान्न भने जस्तो गरिरहेको थियो। म चाहिँ फाइनली कस्तो छ उधर जाएगा तो पूरा रेडी हो जाएगा ना सब। क्यों क्या हो गया ऐसा? अभी खास वो नहीं है, लेकिन जाना चाहिए, बहुत ज़्यादा लीव हो गया ना। सो फाइनली हामी चाहिँ लागिसक्यो होइन। यस्तै छ जिंदगी जिंदगी ना जला हाथों को यूं छूने दे, कोई खुशी किस्मत में यूं छोड़ा हमें। सो गाइस फाइनली हामी चाहिँ पुगिसक्यो। हो चाहिँ आउन के तोड़ा हमें जख्मों से है। सो गाइस फाइनली म चाहिँ पुगिसक्यो। ऊ चाहिँ आएन किनकि दुखीको आएर कि, त्यही भएर म आएको एक्लै। फाइनली मेरो चाहिँ वर्कआउट सकिसक्यो। वर्कआउट सकेर म चाहिँ आज वार्मअप गर्दै रुममा जान लाग्छु छु। हाम्रो रुम जाने बाटो चाहिँ यही हो। बाटो आज किन भनेपछि नि, सो मैले चाहिँ आज मलाई चाहिँ यहाँ गाडी लगाएको थियो होइन, ऊ चाहिँ आएन नि त, त्यही भएर। सो अब अहिले चाहिँ मैले हिँडेरै जानुपर्ने हुन्छ रुममा। साँझ 7 बजेको भ्यू यस्तो लगाइरह, झन् यो साइड त के कुरा गर्नु होइन। Do you hear the way the melody goes? Every step with a beautiful song. So guys, finally म चाहिँ रुममा पुग्न आँटिसकेँ। सो आज चाहिँ मेरो चेस्ट र ट्राइसेपको वर्कआउट थियो। सो यस्तो मौसम छ। सो गाइस फाइनली म चाहिँ रुममा पुगिसकेँ। जिमबाट चाहिँ पुरै भिजेर पानी परेको थियो। सो हाम्रो रुमको त हालत चाहिँ आज यस्तो भएको छ। यो मुजी चाहिँ बिमारी भएको छ, दबाई खाइरहेको मरेल मुजी सुत्न छोडेर। यस्ता फुच्चे फाच्चेहरूको काम छैन केटा परदेशमा।
एक दिन पानीमा भिज्यो कि ज्वरो आइदिन्छ गाइज आजको दिन पनि सकियो सो फाइनली रुममा पुगिसक्यो अब चाहिँ नुहाए धुवाए के हुन्छ सो हेरौँ केही हुन्न अब सुत्ने अब त खाना खान जाने नि मन छैन खाना खान त जानु पर्यो दबाई खानलाई नि आजको डे 17 पनि फाइनली सक्सेसफुल्ली रह्यो यदि हजुरहरूलाई मेरो 365 डेको च्यालेन्ज मन परिरहेको छ भने भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर साथ दिनु होला सो आगामी दिनहरूमा पनि मेरो यो 365 डेको च्यालेन्जमा साथ दिइराख्नु होला साथ सपोर्ट सबै सो भोलिको लागि भोलि 18मा के च्यालेन्ज लिउँ सो तल कमेन्टमा हाल्नु होला हस् त नमस्ते बाई बाई